हाई गाइज, यदि हजुरहरूलाई पनि ल्यासेस लगाउन आउँदैन या एकदमै टफ लाग्छ भने चाहिँ यो भिडियो चाहिँ हजुरहरूको लागि है। सो आज चाहिँ म युज गर्दैछु आइमेजिक प्रोफेसनल कस्मेटिकको यो वाला ल्यासेस। सो यो चाहिँ मैले निकालिसकेपछि मैले फर्स्टमा गर्ने भनेको चाहिँ जुन चाहिँ यसमा अलरेडी ग्लु लागिरहेको हुन्छ त्यसलाई चाहिँ मैले रिमुभ गर्छु। त्यसलाई रिमुभ गरिसकेपछि चाहिँ मैले यो कर्नर र यो कर्नरबाट समातेर यसलाई कर्भ गरेर अनि यसरी मुभ गर्छु है। यो मुभ गरिसकेपछि चाहिँ हजुरको यो वाला सेप आउँछ आइल्यासेसको। त्यो पछि ल्यासेस लगाउनुभन्दा अगाडि सबसे फर्स्टमा गर्नुपर्ने भनेको चाहिँ हजुरहरूले म्यापिङ हो। यदि हजुरको ल्यासेस लेन्थ लामो रहेछ भने चाहिँ हजुरहरूले आउटर कर्नरबाट कट गरेर त्यसलाई आफ्नो लेन्थको आइल्यासेसको लेन्थको हिसाबले म्यानेज गर्न सक्नुहुन्छ है। इनर कर्नरबाट कहिले पनि ल्यासेस कट हुँदैन, जहिले पनि आउटर कर्नरबाट गर्नुपर्ने हुन्छ। यो ल्यासेस मेरो लागि पर्फेक्ट छ, मैले कट गर्नु पर्दैन। सो अब यसमा म ग्लु लगाउँछु। ग्लु लगाउँदाखेरि चाहिँ सबसे इम्पोर्टेन्ट भनेको चाहिँ यो फ्ल्याटपट्टिको होइन, हामी यो माथि टपबाट लगाउने गर्छौँ है। अनि ग्लु चाहिँ मैले मिडलमा भन्दाखेरि पनि आउट साइडमा छ, त्यहाँनिर चाहिँ अलिकति धेरै क्वान्टिटीमा लगाउने गर्छु। अनि यसलाई चाहिँ अब म 15 सेकेन्डको लागि सुक्नको लागि छोडिदिन्छु है। तो मेरो ग्लु चाहिँ सुकिसकेको छ। अनि हजुरहरूले नोटिस गर्नुभएको होला ल्यासेसमा चाहिँ जहिले पनि दुईवटा डिफ्रेन्ट लेन्थ हुन्छ है। एउटामा छोटो एउटामा लामो हुन्छ। छोटो भनेको चाहिँ हाम्रो इनर कर्नर साइडमा जान्छ है, अनि जुन चाहिँ लामो पार्ट चाहिँ हाम्रो आउटर कर्नरमा जान्छ। अनि ल्यासेस लगाउँदाखेरि चाहिँ मिररलाई जहिले पनि 40 डिग्रीको एङ्गलमा राख्नुपर्ने हुन्छ। एकदम स्ट्रेट पनि नै एकदम डाउन पनि नै 40 डिग्रीकोमा राख्नुभयो भने चाहिँ हजुरले ल्यासेस लगाउँदाखेरि जुन चाहिँ हाम्रो बिचमा ग्याप देखिने हुन्छ त्यो देखिँदैन। सो लगाउँदाखेरि चाहिँ पहिला हामीले लगाउँछौँ मिडलमा, त्यसपछि हामी ठिक गर्छौँ इनर कर्नर एन्ड देन आउटर कर्नर। ओके, मेरो चाहिँ यहाँ अलिकति बिग्रेछ, सो यसलाई ठिक गर्छु। Now it's done. So